हेलो गाइज वेलकम टु माई नेक्स्ट भिडियो। तपाईहरुलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोको लागि र पहिलाको भिडियोको लागि पनि धेरै धेरै धन्यवाद लाइक र सब्स्क्राइब गरिदिनु भएकोमा। त्यसपछि आज चाहिँ म चाहिँ यता मेरो माइती घरमा थिएँ अनि त्यसपछि बच्चाहरू दिनभरि टिभी हेरेर बसिरहेको थियो अनि एकछिन चाहिँ यसो बाहिर लगाऊँ न त भनेर मेरो मम्मी त्यसपछि बाबु अनि रिदान अनि सानवी अनि रिदानको माइजू भएर हामी चाहिँ एकछिन यता हाम्रोमा चाहिँ हिञ्चोक भैरव मन्दिर प्लस हनुमानजीको एकदम ठुलो मूर्ति छ। एउटा ढुङ्गाबाट मात्र बनेको हनुमानजी हुनुहुन्छ। त्यहाँ चाहिँ एकछिन फ्रेस हावा खानको लागि गयौँ। बाबु चाहिँ हेर्नु न नाच्दै नाच्दै हिँडिरहेछ। बहिनी पनि उसको बहिनी पनि त्यसरी नै हिँडिरहेछ। खुसी भएको क्या यो चाहिँ उनीहरू बाहिर जान पायो भनेर दिनभरि अब टिभी हेर्दा हेर्दा बोर पनि भयो होला। त्यसपछि हामी गयौँ सरसर्ती हिँडेर। उनीहरू चाहिँ बाटोमा देखेको सबै कुराहरू टिप्दै जाँदैछन्। बाबु चाहिँ त्यो कहाँबाट हो फुल निकाल्दैछ है। अनि बहिनीलाई पनि सेम त्यही चाहियो रे भनेर बहिनीले पनि दुःख दिइन् अनि बहिनीको लागि पनि फुल टिप्यो। अनि उसको चाहिँ व्हाइट उसको चाहिँ पिङ्क भन्दै खुसी हुँदै नाच्दै देखाउँदै एकअर्कालाई देखाउँदै दुईजना हिँड्यौँ। देखाउँदैछन् है अझै पनि। बाबुले चाहिँ फालिदियो भनेर बाबु चाहिँ अझै रोज भनेर व्हाइट कलरकै टिप्न जाँदैछ। मम्मीले फेरि उसलाई चाहिँ व्हाइट कलरकै दियो। अनि त्यसपछि अझै नाच्दै त्यो फुलहरूलाई कसरी हुन्छ के गरेर हुन्छ भनेर हिँड्दैछ। यो चाहिँ हाम्रो मन्दिर छिर्ने ठाउँ। यहाँ चाहिँ धेरै मान्छेहरू आउनुहुन्छ कता टाढाबाट एकदम धेरै टाढाबाट। यो ठाउँ चाहिँ एकदम नै फेमस पनि छ। तपाईहरु पनि घुम्न जानुहुन्छ भने आउनु होला। यहाँ चाहिँ हनुमानजीको ठुलो मूर्ति छ। ठ्याक्क मेरो भिडियोमा चाहिँ भगवानजी क्याप्चर हुनु भएन जस्तो लाग्यो। तपाईहरु हेर्न सक्नुहुन्छ है गाइस। यहाँ चाहिँ एकदम ठुलो हनुमानजीको मूर्ति छ। बाबु र नानी मिलेर चाहिँ त्यहाँको टीका लाउन थालेका छन्। दुईजना टीका सिका लगाए लाग्दैन हातमा। मम्मीले गएर लगाइदिनु भयो। उनीहरूको हातबाट चाहिँ त्यो टीका सुक्खा भएको भएर लागेको छैन। अहिले चाहिँ यो हनुमानको ढोका लगाएको भएर क्लियर देखेको छैन है यहाँनिर हनुमानजीको। तपाईहरु आएर हेर्न सक्नुहुन्छ। एकदम राम्रो छ। हाम्रो ठाउँ भिजिट गरिदिनु होला। अनि यहाँ चाहिँ अझै बाबु घन्टी बजाएर अब लास्टमा चाहिँ बाबुले माटो खेल्ने काम सधैँ बाबुको रेगुलर नै हो है। उसलाई एकदम धेरै मनपर्छ यसरी माटो खेल्यो। अनि त्यसपछि हामी घर आयौँ। बाई बाई गाइस, थ्याङ्क यू फर वाचिङ।